72 सालमा कन्स्टिट्युसन आएको हो कि हैन 72 सालमा संविधान आयो त्यो भन्दा अगाडि राजाले कसरी हटाउनु भयो चाहियो लिखित चाहियो यो अहिले 28 सालको कानुन लागू गरेर निषेधाज्ञा कसरी लगाइयो राजाको शासनको कानुन मानिराछ राजा कसरी मान्न मिल्दैन त यति बेला हाम्रो देशमा चाहिँ थुप्रै मानिसहरू चाहिँ तपाईले चाहिँ एक दिन अगाडि नै सुन्नु भएको लागि हिजो मात्रै चाहिँ नेपालका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भनिसक्नु भएको छ हामीले इटको जवाब हामीले चाहिँ पत्थरबाट दिने कुरा हामीलाई प्रष्ट रूपमा थाहा छ हामीले चाहिँ जानेका छौं भन्नुभएको छ यो चुनौतीलाई तपाईले कसरी लिनुहुन्छ इटको जवाफ उहाँले पत्थरसँग हैन उहाँले देशै बेचेर दिइसक्नु भयो यो भन्दा कति जवाफ दिनुहुन्छ राजा आएपछि उहाँले पनि जवाफ गतिले भेट्नुहुन्छ हैन 17 वर्षसम्म राजाले नि हेर्नु भयो तपाईलाई दिनु भयो तपाई भिख माग्ने जस्तो गरेर जंगलमा गएर नेपाली जनतालाई मार्नु भएको थियो कुन संविधानमा लेखेको छ जनतालाई मार्न कुन संविधानमा लेखेको छ कुन क्रान्ति हो त्यो निर्दोष जनता मारेको हो कि हैन संविधान लेख्नको लागि मारेको थियो भन्ने कुरा गर्ने कुन क्रान्ति हो राजाको सम्पत्ति काट्न व्यवस्थाको लागि लडेको भन्ने कुरा थियो जनताको यदि त उहाँको दम थियो भने राजाकै सम्पत्ति कब्जा गर्नु पर्थ्यो धनी मान्छेको सम्पत्ति उहाँले भनिसक्नु भएको थियो म चाहिँ कार्यकाल मैले पुरा पाउँथे भने मैले गर्थे भन्नुभएको थियो हुम्ला जुम्ला रुकुम जुन यस्तो पिछडिएको क्षेत्र थियो त्यहाँको घरको गाई बस्तु छोराछोरी लुटेर लाने कुन व्यवस्था पुरा प्रधानमन्त्रीको कार्यकाल मैले खाएको भए उहाँलाई चाहिँ मैले चाहिँ तह लाउन राम्रोसँग जानेको थियो भन्नुभएको थियो उहाँले चुनौती दिइसक्नु भएको छ हजुरले सुन्नु भएन धेरै दिनुभयो उहाँको चुनौती देखिसक्यो जनताले नै लखटेर चितवनबाट गोर्खा जान बाध्य हुनु भएको छ अब देशमै बाँच्ने उहाँको इच्छा छैन जस्तो छ त्यही भएर उहाँ बोल्दै हुनुहुन्छ हिजो जुत्ता खानुभयो भोलि मुक्का पनि खानुहुन्छ र पर्सि उहाँको ज्यान पनि नरला भन्न पर्दैन यति बेला चाहिँ थुप्रै मानिसहरू चाहिँ गणतन्त्रको एक पक्ष अर्को चाहिँ राजतन्त्रको पक्षमा तर जनताको चाहिँ यो भिडन्त हुने भयो चाहिँ कुनै पनि विकास हुने चाहिँ अवस्थै देखेन किनभने एक पक्षले चाहिँ समर्थन गणतन्त्रको गरिरहेको छ अर्को पक्षले गरिरहेको छ राजतन्त्रको अनि फेरि विकास कसरी सुरु हुन्छ गणतन्त्रको पक्षमा कोही पनि हुनुहुन्न मारिनु पर्ने कोही हेपिनु पर्ने कोही चेपिनु पर्ने फेरि जनता नै भयो हैन गणतन्त्रको पक्षमा तपाई पनि हुनुहुँदैन ऋण लिएर आएर तपाईको टाउकोमा 1 लाख रुपैयाँ ऋण छ हैन त्यो ऋण तपाईले बोकेर तपाई केपीओलीलाई तलब दिने कि नदिने केपीओली तपाईको आदर्श हो कि हैन केपीओली तपाईको आदर्श हो कि हैन 8 कक्षा फेल एकजनाको हत्यारा 14 वर्ष जेल बसेर कम्बोडियामा सम्पत्ति लुकाउनु भएको छ या उहाँको गिरिबन्धु टी स्टेट उहाँको तपाईको आदर्श हो कि हैन ल भन्नु त्यति मात्र भन्दिनुस् तपाई पत्रकार हुनुहुन्छ तपाई स्वतन्त्र हुनुहुन्छ यति भन्दिनुस् तपाईको आदर्श केपीओली हो कि होइन यति चाहियो मलाई आन्सर देशमा राजा आएपछि चाहिँ आर्थिक स्रोत कसरी हुन्छ भन्नुस् न तपाईले भन्नुस् न राजा आइसकेपछि विकास हुन्छ नै तपाईहरुले चाहिँ अन्ध आँखाले हेर्नु भएको छ भने देशमा चाहिँ आर्थिक स्रोत के हुन सक्छ आर्थिक स्रोत भन्दिनुस् राजाको चाहिँ आर्थिक होइन तपाईले केपीओलीलाई प्रधानमन्त्री मनदेखि मान्नु भएको छ कि छैन भन्नुस् जनताले मानिसकेको छ त निर्वाचित उहाँलाई कसले गर्यो उहाँलाई प्रधानमन्त्री कसले चुन्यो उहाँको पार्टीले जनताले चुनेको हो नि त उहाँ कम्युनिस्ट हैन संविधानको मानेर प्रधानमन्त्री भएको हो नि सुन्नुस् अब एउटा कुरा भन्छु राम्रोसँग भन्छु एकछिन चुप लाग्दिनु होला कम्युनिस्ट हैन केपीओली लेनिनवादी हो कि हैन उहाँ लेनिनवादी हुनुहुन्छ कम्युनिस्टको विचारधारामा एउटा मात्र पार्टी हुन्छ उहाँ अहिले कांग्रेससँग मिलेर दुईटा पार्टी मान्नु भयो ल माने कांग्रेससँग मिलेर कम्युनिस्टले कसरी सरकार चलाउन सक्छ त्यसो भए त हामीले यस्तो कुरा लिनु पर्ने होला नि त हैन हिजो चाहिँ राजाले पनि गर्न सक्नु भएन अहिलेका गणतन्त्रका नेताहरूले पनि गर्न सक्नु भएन कसैले गर्न सक्ने अवस्था भएन गरिराख्नु भएको थियो उहाँहरूले गर्न दिनु भएन र विकास भएको देख्नु भयो जनताले कसरी दुःख पाउँछ भन्ने नै उहाँको उद्देश्य थियो त्यही भएर जनताले दुःख पाउन खाडीमा भास्दिनको लागि बाध्य पार्नको लागि उहाँहरूले यो व्यवस्था ल्याउनु भएको हो र आफ्नै आसेपासे पाल्ने आफैले मूर्ति चोरलाई पर्दा आफ्नो सांसद बनाउने हत्यारालाई सांसद बनाउने अपहरणकारीलाई छुट दिने अनि त्यसपछि बलात्कारीलाई सभामुख बनाउने अनि केटीको घरमा रक्सी बोकेर रङ्गे हात पक्रिएको मान्छे हुनुहुन्थ्यो उहाँको सभामुख त्यस्ता सुनकाण्ड गर्ने अनि उहाँहरू भन्नुहुन्छ हामी समानताको शासन ल्याउँछौँ हामी जनवादी हामी कम्युनिस्ट कुन कम्युनिस्ट हातमा 80 लाखको घडी लाउने कम्युनिस्ट कि जुत्ता 2-3 लाखको जुत्ता लाउने कम्युनिस्ट कस्तो कम्युनिस्ट भन्नुस् न कुन कम्युनिस्ट हो उहाँ